पछिल्लो समय जौँ र गहुँको माग बढ्दै गएको छ। जैविक रूपमा उमारेको जौँ र गहुँको जमराबाट उत्पादन हुने जुसले विभिन्न रोगसँग लड्ने क्षमता राख्ने हुँदा जौँ र गहुँको जुसको माग बढ्दै गएको हो। न दसैँ न तिहार गमलामा जमरा उम्रेकै हुन्छ, त्यो पनि घरको कोठा वरिपरि। बिहान उठ्ने बित्तिकै जौ गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा उखल्नु यो दैनिकी काम हो। बुटोल उपमहानगरपालिका 11 जनजागरण पथका रेड कुमार श्रेष्ठ र मनकुमारी श्रेष्ठ दम्पतिको जौ र गहुँको जुसले क्यान्सरसम्मका प्राणघातक रोगहरू निर्मूल पारेको उदाहरणहरू पनि उहाँहरूसँग छ। बिहानैदेखि दम्पतिको घरमा जुस सेवन गर्न स्वयं बिरामीहरू नै सकी नसकी आफै उपस्थित हुने गर्दछन्। जमराको जुसको फाइदा, कति मात्रामा सेवन गर्ने, कसरी सेवन गर्ने भन्ने विषयमा यसो भन्नुहुन्छ रेड बहादुर श्रेष्ठ। भन्दा पहिला त यो कोरोना कालमै मैले एक किसिमको प्रार्थना पनि गरेको थिएँ। अब लगभग 70 को आसपास भयो। आजसम्म मैले के गरिनँ थाहा भएन। अब मैले यहाँ जन्म पायो, अब मैले के गर्नु बाँकी छ त मेरो भित्री आत्माबाट सोच्दै यतातिर कति मनमा आयो र त्यस्तो गुगलमा हेर्दाखेरि यो राम्रो चिज रहेछ भन्ने कुराहरू बुझेर यसपछि एकदमै उत्सुकता भएर यसमा लागि परेँ। मैले ट्रेनिङको नि मौका पाएँ। ट्रेनिङ गर्दाखेरि नि एकदम राम्रो किसिमले बुझेँ मैले यसलाई, तर बुझ्न त कयौँ बाँकी छ। अब यसमा हामीले पुरै बुझेँ भन्न त सकिन्न। मैले भनेको सम्पूर्ण चिज यही नै सत्य हो भन्न सकिन्न। आफ्नो शरीर, आफ्नो खानपान, आफ्नो इलाकाको हिसाबले सम्पूर्णमा त्यसमा डिपेन्ड गर्ने होला। र यो मेरो हिसाबले बुझेको मैले मेरै शरीरमा नि प्रयोग गरेँ सबभन्दा पहिला, अनि बल्ल अरूलाई दिँदैछु। यो राम्रो छ। हामीले यसले कुनै किसिमको साइड इफेक्ट गर्दैन। बच्चादेखि वृद्धसम्म, वयोवृद्धसम्म सेवन गर्न मिल्छ। बच्चाहरूले यदि खान चाहन्न, यसमा तितोको मात्रा भएर खाएन भने फलफुलको जुससित पनि मिलाएर खान दिन मिल्छ। हाम्रो जो फलफुल, सेब, सुन्तला, अनाज आदि खाइन्छ त्यसमा 85 किसिमको, पुरै भन्न त अहिले लामो पो छ, 85 किसिमको जो फलफुल आदिमा जो पाइने तत्त्व छ हामीले एउटा जमराको जुसबाट हामीले पाइन्छ। यसमा मैले सिकेर जाने अनुसार 40% हाम्रो डाइरेक्ट ब्लडसित मिल्छ। यसको जुस हामीले खाइन्छ 40% हाम्रो ब्लडसित मिल्छ। यसलाई ग्लुकोजको हिसाबले चढाउन नि मिल्छ राम्रोसित, मतलब यसको छानबिन गरेर। र यसमा खानी हो, धेरै मिसयुज गर्न भएन। सिर्फ 30 ml खानु पर्यो। र साह्रै नै सिरियस छ, बिमार छ भने त्यसलाई 3 डोज दिन पर्यो, नत्र भने एकै डोजको हिसाबले पनि यसले हल्का काम गर्छ। बिस्तारै आफ्नो सिस्टमलाई ठिक गर्ने, यो कुनै औषधि होइन। आफ्नो शरीर सिस्टम, हामीले खाएको चिजहरूलाई त्यसलाई सफा गर्ने, भलहरू, नसाहरू, जो बिपीको समस्या छ भने नसाहरूको पालहरू खोल्ने हो। यसले डाइरेक्ट मेडिसिन भनेर, डाइरेक्ट औषधि उतिखेर रिजल्ट भनेर भन्न तर समय लाग्छ। तर यो ठिक छ, एकदमै राम्रो चिज छ। यो सेवन गर्ने मान्छेले ढुक्क भएर गरे हुन्छ। सर्वप्रथम भन्नुपर्दा मेरो नाम मनकुमारी श्रेष्ठ बाबु। अनि मैले यो खान सुरुवात गरेको, अब यो सुरु गरेको 1 वर्ष भयो बाबु यसमा। अनि त्यसपछि म कुनै पढे लेखेर म अनुभव भएको होइन। यसमा हजुरको आफूले खाँदै जाँदाखेरि, हेर्दाखेरि हामी यसमा तालिम गर्न गयौँ। वहाँ जाँदाखेरि हामीलाई यसमा राम्रो लाग्यो। हामी हेर्नै जाँदाखेरि र यो खाएर मलाई केही समस्या थियो बाबु। मेरो केही पिस्तुलाहरूको, यस्तो प्रेसरहरूको समस्या थियो। त्यसले गर्दाखेरि हामीले सुरु गरियो आफ्नो लागि। अनि त्यसपछिबाट खाँदै जाँदा हामीलाई यो राम्रो लागेर अरू पनि कोही दाजुभाइ दिदीबहिनीहरूले यसमा आउन चाहनुभयो। यो के हो त, यो एक किसिमको एउटा अमृत रहेछ बाबु। यो भन्दाखेरि ठुलो बिमारीहरूलाई पनि, यसलाई क्यान्सर समेत भएकोहरू दिदीबहिनीहरूलाई नि यो राम्रो
भएको भन्दाखेरि बाबु उहाँहरू हिँड्न नसक्ने भन्दा हात खुट्टाहरू अलिकति के चलाउन नसक्ने अवस्थाको, खुट्टाहरू हिँड्न नसक्ने त्यस्तो अवस्थाको हुनुहुन्थ्यो। उहाँहरूलाई यो खाइसकेपछि उहाँहरूको धेरै राम्रो सुधार भएको हुँदाखेरि मलाई त्यही राम्रो भएको छ भन्ने उहाँहरूले जस्तो अब अलिकति थियो कि त्यस्तो भइरहेको थियो अलिकति हुँदाखेरि यो के हो त भनेर यो एउटा यो गहुँ र जौको जुसबाट यस जुसबाट केही सुधार भएको हुँदाखेरि मैले अरूलाई पनि त्यही सल्लाहहरू दिएर उहाँहरूले पनि हामीलाई के राम्रो भएको छ भन्ने सल्लाह दिनुभएको छ। खाने दाजुभाइ दिदीबहिनीहरूले पनि यसबाट यो नराम्रो चिज होइन बाबु, ठुलो ठुलो भएकोहरूलाई पनि राम्रो भएको छ यसले। हजुर, त म यसलाई गरेर मैले अब ईश्वर भगवानलाई चढाएर ल आफ्नो यसलाई एउटा अमृत सम्झेर मैले यसलाई सेवन गर्दैछु बाबु।